चाहिँ हामी दसैँ तिहार 2082 सालको दसैँ तिहारको उपलक्ष्यमा देउसी भैलो खेल्ने कार्यक्रम राखेको छौँ। हामी चाहिँ जम्मा 3 जना छौँ। 3 जना भएर हामी देउसी भैलो खेल्दैछौँ। यो भिडियो चाहिँ हाम्रो विदेशमा हुनुभएको साथीभाइमा समर्पित मात्रै हो, हाँसो मजाकको लागि मात्रै हो, अन्य त अरू केही पनि होइन। हामी 2-3 जना घरमा जान्छौँ त्यति मात्रै हो, रमाइलोको लागि मात्रै हो। हामी यो भिडियो रमाइलोको लागि मात्रै बनाएको, अरू त्यस्तो केही पनि छैन। हामी चाहिँ अब पहिलो घर हाम्रो बादल धिमालको घरमा हामीले खेलिसकेको छौँ होइन। यहाँ अब आइसकेको छ के अरे प्रसाद, के भन्दा प्रसाद पनि आइसकेको छ। प्रसाद देखाउन मिल्दैन होइन। अब यहाँ हाम्रो आन्टी हुन्छ यहाँ। आन्टी कस्तो लाग्यो ल भनिदिनु ल। ठिकै हो, राम्रै लाग्यो आइदिएको। त्यही त मादल चाहिँ यो धेरै पुरानो भयो, मर्मत गरेर राख्नु। एक दिन सबैजना भेला भएर काम दिन्छ खेल्नलाई। ल हाम्रो भाउजू यहाँ भाउजू हो, भाउजूश्री हुनुहुन्छ यहाँ हामीसँग। नयाँ भाउजू हुन्छ होइन, हाम्रो नयाँ भाउजू हुनुहुन्छ। भाउजू लदाएर भागिसक्नु भएको छ। ठिक छ, पञ्च दाइलाई पनि यहाँबाट यहीँबाट सम्झिन्छ आए। हाम्रो विकास धिमाल र पञ्च धिमाल 2 जना यहाँ घरको हुनुहुन्छ। हामी यो घरमा देउसी भैलो हाम्रो रमाइलो तरिकाले खेलिसकेको छौँ। अब हामी अर्को घरमा जान्छौँ, त्यहाँ पनि यसरी नै खेल्छौँ, रमाइलो गर्छौँ होइन। त्यसरी जान्छौँ हामी। बन भाइ हो देउसुरे, रामरी बन देउसुरे, विदेशमा भएकोलाई सुनाउन देउसुरे, बादलेलाई देउसुरे। दाइको नाम त के हो? दाइ पनि खोइ देउसुरे भन्न। दाइको नाम के हो? पञ्च दाइले सुनाउन देउसुरे, रामरी बन देउसुरे, सुँगुरको मासु देउसुरे, कुखुराको मासु देउसुरे, जाडोको निगार देउसुरे, फ्रिजको बियर देउसुरे, सेलोमा रोटी देउसुरे, थालैमा पस्की देउसुरे, दिनु है परो देउसुरे, धेरै परो देउसुरे, बन भाइ हो देउसुरे, रामरी बन देउसुरे। देउसुरे लाग्यो न, उहाँ भिडियो बन्दैछ। बन भाइ हो देउसुरे, चिप्लो बाटो देउसुरे, बाइकमा चढी देउसुरे, आएका हामी देउसुरे, 1 जना होइन देउसुरे, 2 जना होइन देउसुरे, 3 जना आएको देउसुरे, बाइकमा चढी देउसुरे, कालो है बाइक देउसुरे, कालो है बाइक देउसुरे, उर्लाबारी ठावा देउसुरे, 1 जना कृष्ण मन्दिर देउसुरे, 2 जना उर्लाबारी देउसुरे, खेल्दै देउसुरे, देउसुरे खेल्दै देउसुरे, आएका हामी देउसुरे, रमाइलो गर्दै देउसुरे, बन भाइ हो देउसुरे, रामरी बन देउसुरे, दक्षिण झार देउसुरे, झाने गरी बोल देउसुरे, रातो माटो देउसुरे, चिप्लो बाटो देउसुरे। अनि के भन्छ अब अहिले चाहिँ हामी दोस्रो पर्सनको घरमा आइसकेको छौँ। अहिले यो चाहिँ हुन्छ दीक्षा निरोला घर हुन्छ। यो दीक्षा निरोला घरमा आएको छौँ। अब दीक्षा निरोला घरमा चाहिँ फेरि पनि हामी देउसी भैलो खेलेर उसलाई पनि एउटा रिमेम्बर होस्। अब हाम्रो टिम थियो एउटा जुन पहिलेको दिनमा, त्यो अहिले घटेको छ। त्यसले गर्दाखेरि अब हामी दीक्षा निरोलाको घरमा हामी 3 जना चाहिँ मेन स्पेसल, यता अरू सबैजना सबै देशैभरको सबै आफ्नै हुन्। सबैजना हाम्रै यो रमाइलोमा रमाउनुहुन्छ भन्ने अपेक्षा गरेको छु। ऊ दीक्षा निरोला पनि भिडियोमा आइसक्नु भएको छ। अब यो चाहिँ हामी एकछिनमा तपाईँ यहाँ देउसी खेलेर अनि हामी गर्दैछौँ है त। भिडियो कलमा चाहिँ खोइ यहाँ भिडियो कलमा हाम्रो यो जुन घरमा हामी चाहिँ उहाँको मालिक नै भन्दा अलिकति कमै त हुनुहुन्छ। उहाँ चाहिँ भिडियो कलमा हुनुहुन्छ। हामी यहाँ परिवार यहाँ अब यहाँ 3 जना, हामी 3 जना चाहिँ उहाँहरूको घरमा अब देउसी खेल्न आएको छौँ। यो दसैँमा हामी थोरै भए पनि सबै विदेशी स्वदेशी सबैलाई तिहार थोरै भयो भने सबैजनालाई एकदम स्मरण रहने खालको टाइपको हामी त गरेर खेल्न गइरहेको छौँ। ल सानो नानी पनि ल सानो नानीले हाम्रो मादल बजाउने मान्छे चाहिँ सानो मान्छे हुनुहुन्छ, उहाँले बजाउनुहुन्छ, हामी भट्टाउँछौँ। ल आज चाहिँ हाम्रो भ्लग सुरु हुँदैछ। अब यहाँनिर भ्लग होइन भन्दा नि दीक्षा निरोला घरमा हामी देउसी भैलो कार्यक्रम लिएर आएको छौँ। 3 जना आएको थियौँ, यहाँ परिवारले गर्दा धेरै आउनु भएको छ। अब सुरु हुँदैछ हाम्रो ताले सुरु ल
झिलिमिली देउसुरे बत्तीको झिलिमिली देउसुरे भन भन भाइ हो देउसुरे भन भन भाइ हो देउसुरे देउसुरे भन देउसुरे शर्मिलाई भन देउसुरे शर्मिलाई भन देउसुरे वर्षमा दिनको देउसुरे वर्षमा दिनको देउसुरे रमाइलो देउसुरे तिहारैमा देउसुरे देउसी खेल्दै देउसुरे आयौँ है हामी देउसुरे आयौँ है हामी देउसुरे दीक्षाको घरमा देउसुरे देउसीरे खेल्दै देउसुरे देउसीरे खेल्दै देउसुरे आयौँ है हामी देउसुरे आयौँ है हामी देउसुरे हामी त्यसै देउसुरे हामी त्यसै देउसुरे आएका हैनौँ देउसुरे बलिमा राजको देउसुरे हुकुमै हुँदा देउसुरे आएका हामी देउसुरे रक्तमा माटो देउसुरे रक्तमा माटो देउसुरे चिप्लो बाटो देउसुरे लड्दै लड्दै देउसुरे आएका हामी देउसुरे स्टिलको चम्ची देउसुरे स्टिलको चम्ची देउसुरे हजुरलाई सम्झी देउसुरे आयौँ है हामी देउसुरे नाच्दैमा गाउँदै देउसुरे ताली बजाउँदै देउसुरे मादल घन्टाई देउसुरे कम्बर मचाई देउसुरे देउसीरे खेल्न देउसुरे वर्षमा दिनको देउसुरे चाड मनाउन देउसुरे आयौँ है हामी देउसुरे साथी भाइ देउसुरे परदेशैमा देउसुरे सम्झी सम्झी देउसुरे सम्झी सम्झी देउसुरे सल्लाहमा गरी देउसुरे सल्लाहमा गरी देउसुरे आयौँ है हामी देउसुरे रमाइलो गर्न देउसुरे देउसीरे खेल्न देउसुरे देउसीरे खेल्न देउसुरे भन मेरा साथी हो देउसुरे देउसीरे भन देउसुरे देउसुरे भन देउसुरे शर्मिलाई भन देउसुरे शर्मिलाई भन देउसुरे गीत गाउँला एउटा सम्झना बिर्सना साला ला 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 झन् झन् बढ्यो तिर्सना साला ला 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 सम्झना बिर्सना साला ला 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 झन् झन् बढ्यो तिर्सना साला ला 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 मायाको डोरीले तिमीलाई बाँधौला मायाको डोरीले तिमीलाई बाँधौला दिलको मोटर कारमा तिमीलाई चढाउला सम्झना बिर्सना साला ला 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 झन् झन् बढ्यो तिर्सना साला ला 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 यो ठाउँमा मगमगाउँदा फुलहरू फुल्दा रहेछन् रे मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली फुल्दा रहेछन् रे गुनगुनाउने पैसाहरू भमरा डुल्दा रहेछन् रे मुखले झरेसी मजा आउला रेलीमै टर्क चढेसी मजा आउला रेलीमै टर्क चढेसी सम्झना बिर्सना साला ला 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 झन् झन् बढ्यो तिर्सना साला ला 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 झन्को कुन्यो तिमीले लगाउँदा सानो तिमीले ढुक्कै बनाउँदा सेती
ल अब म भन्छु औँसीको रातमा यो शुभ चाडमा देउसीले खेल्दैछौँ झिली र मिली दीपक जलाई देउसीले खेल्दैछौँ औँसीको रातमा यो शुभ चाडमा देउसीले खेल्दैछौँ झिली र मिली दीपक जलाई देउसीले खेल्दैछौँ साँझको बेला हजुरहरूको आरमा हामीले गाएको गीत देउसी मनाउन विदेशमा बसेका बहिनी दाजुभाइलाई सम्झेर यो रमाइलो चाडमा देउसी मनाउन झिलिमिली रातमा साथीभरि साथमा रमभर हल्लाउँदै लड्दै र पढ्दै आएका हामी देउसीलाई लट्याउँदै झिलिमिली रातमा साथीभरि साथमा रमभर हल्लाउँदै आएका हामी देउसीले बट्याउँदै ल सके गीत गाउनु दिदीको राम्रो स्वर छ ल गीत गाउनु ल गीत चाहिँ कुन गाउँ ल किन सम्झिनु त दुश्मन हेरेको दुश्मन हेरेको हेरे ठ्याक्कै याद आयो सम्झने पछाडि कान्छी ए कान्छी ल मलाई साथ कान्छी ए कान्छीको कुरा गर्न ए यो मन मेरो कहाँ भन्छ नि ए उरुरु उडेर जान्छ नि माया छ त्यही तानी तानी लान्छ नि नाच्नु मन त नाच्दैन म त नाच्दिनँ अरे बल्ल त्यो सुन्दैन अरे भोकलाई भोजन भोकलाई ओछ्यान बिरतीलाई जाप्छैन ताली बजाएर बिरतीलाई जाप्छैन भरेर माया लाइन्न नाच्नु म हेर्छु पक्ल माया पाइन्न अलि त अहिले ओइ निरज यता जोकेर माया नहुने रहेछ नि त यता आँखाले हेरो मनले फेरो मायाको घेरो कान्छी कान्छी ए कान्छी मान्छेको भित भुलन ए मनको कुरा एक्लै लु। बोलन म मादल गाउँला तिमी जुरेली जस्तै नाचन कर्म त लेख्छ हामीले कान्छा लाएर आऊ दिपक नाच्नु। लाइन्न लेखेको मात्रै पाइन्छ कान्छा देखेर त पाइन्न देखेर त पाइन्न ढुङ्गा पनि रसौला फुल पनि रसौला ढुङ्गा पनि रसौला फुल पनि बसौला मुटु है फेरि दिउला है कान्छी मै मरि जाउला कान्छी कान्छी है कान्छी हे कान्छीको हित खोलन हे मनको कुरा खोलन म मादल घन्काउला तिमी जुरेली जस्तै नाचन पल्लो खोलो पल्लो खोलो पल्लो खोलो पल्लो खोलो कमिलाको गोलो बनेर रानाजु कमिलाको गोलो बनेर चट्टै पारी सिदेऊ दर्जी चट्टै पारी सिदेऊ दर्जी कान्छी लाउने चोलो बनेर हो रानाज्यू कान्छी ल्याउने चोलो बनेर
त्यही तल सिमसारैमा त्यही तल सिमसारैमा तुमसी लुक्ने दुलो बनेर राणाज्यू तुमसी लुक्ने दुलो बनेर निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने मै हो फसाउने सधैँ मै हो फकाउने मै रिसाउँदा माया पिरितले बचाउने निरा जहिले रिसाउने निरा जहिले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने ल भयो ल ल धन्यवाद है दीक्षाको घरमा यो देउसी भैलो कार्यक्रम हामीले खेलिसकेको छौँ अब हामी नेक्स्ट अरू कसैको घरमा जानेछौँ ल अहिले चाहिँ हामी रोशन रिजालको घरमा आएको छौँ अब रोशन रिजालको घरमा अघि काली र हाम्रो बादल हिमालको र दीक्षा निरौलाको घरमा खेलिसक्यौँ अब चाहिँ हामी रोशन रिजालमा आएको छौँ उहाँ चाहिँ वैदेशिक रोजगारको लागि दुबईमा हुनुहुन्छ हामी सँगसँगै वरिपरि गाउँभरि देउसी खेल्ने र भैली खेल्नेको लड्को रहेछ त्यही भएर हल्ला अलिक बढी हल्ला सुन्ने होला यहाँ आफ्नो ग्रुपमा छ सबैजना हामी चाहिँ अब देउसी भैलो सुरु हुँदैछ अब यहाँनिर हाम्रो निरज सरको मुखर बिन्दुबाट हाम्रो भैलो देउसी कार्यक्रमको के भन्छ गीति सङ्ग्रह सुरु हुँदैछ अब यहाँनिर चाहिँ सट्टसँगले सुरु हुँदैछ हाम्रो ल सुरु ल देउसुरे हामी चाहिँ अहिले देवेन्द्र तिमसिनाको घरमा आइसकेको छौँ यो ताराबारीदेखि तलतिर पर्छ आरामसी छेउमा होइन यहाँ चाहिँ अनारस पाक्दै रहेछ अरू के पाएको रोटी भोलि पाक्छ पर्सि भाइटिका छ पर्सि भाइटिका छ आमा चाहिँ माइत गइहाल्नुहुन्छ होइन अब यहाँ चाहिँ दक्षिणा राम्रो झर्ने सङ्केत आयो यहाँ त्यही हुँदैछ कस्तो लाग्यो लु आमाले भन्नु भोलि केटालाई के भन्नु चाहन्छ भन्ने यस्तो त छँदैन त देउसी खेल्न आएको यहाँ दक्षिणा दिन नसकेर यहाँ पैसा जाने भयो चिन्ता परिसक्यो यहाँनिर उहाँ देवेन्द्र चाहिँ भोला र के भन्छ भोला र खैनी खान नपाएर उहाँ कोही छ भने पठाइदिएर भन्दैछ यहाँ चाहिँ अब दक्षिणा झर्छ भनेर यहाँ टेन्सन भइसक्यो लु भान्जा के भन्छ लु भन्न यहाँ छिटो भान्जा अलिक लजाएको अवस्था छ अब हामी देउसुरी सुरु गर्दैछौँ देउसुरी खेल्छौँ अनि देउसुरी खेलेपछि हामी समाप्त गर्छौँ अनि अनारस खान्छौँ यहाँनिर देउसुरे 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 अनारस चाखुम खोइ त अनारस चाहिँ देउसुरे एकछिन रमाइलो गर्नु ल सुरु सुरु लु बाबु भट्ट त भाइ साथमा रमाइलो गनाउँदै नाच्दैन हामी देउसुरे 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 आफ्नै घरमा के लिन्छ होला देख्नुभयो छोरी पनि गानी छ हजारको नोट सिधै सिधै 5000को नोट ल देउसुरे देउसुरे अलि साह्रो अलि साह्रो साह्रो देउसुरे 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 देख्नुभयो यो भाउजू काम लाग्दैनन् यहाँ हेर्नु यो भाउजूको छोरी मिल्ने कुरा आखुम बाखुम भनिसके
के जाके बोल्नु भन अर्को काकाले भट्याउनु ल म भट्याउँछु ल ल अब काका बाली सीता काकासँग ल ल सुरु आहै झिलिमिली झिलिमिली देउसुरे आहै केकको झिलिमिली देउसुरे फुलको झिलिमिली देउसुरे आहै बत्तीको झिलिमिली देउसुरे आहै बत्तीको झिलिमिली देउसुरे आहै भन मेरा साथी हो देउसुरे आहै भन मेरा साथी हो देउसुरे देउसुरे भन देउसुरे आहै शर्मिलाई भन देउसुरे आहै शर्मिलाई भन देउसुरे आहै वर्षमा दिनको देउसुरे आहै वर्षमा दिनको देउसुरे आहै रमाइलो देउसुरे आहै तिहारैमा देउसुरे आहै आयौँ है हामी देउसुरे आहै आयौँ है हामी देउसुरे आहै स्टिलको चम्ची देउसुरे आहै स्टिलको चम्ची देउसुरे आहै हजुरलाई सम्झे देउसुरे आहै आयौँ है हामी देउसुरे आहै देउसुरे खेल्दै देउसुरे आहै रातोमा माटो देउसुरे आहै रातोमा माटो देउसुरे आहै चिप्लो बाटो देउसुरे आहै लड्दै पढ्दै देउसुरे आहै आयौँ है हामी देउसुरे आहै हामी त्यसै देउसुरे आहै हामी त्यसै देउसुरे आहै आएका हैनौ देउसुरे आहै बलिमा राजको देउसुरे आहै हुकुमै हुँदा देउसुरे आहै आयौँ है हामी देउसुरे आहै कोलाको थम्बा देउसुरे आहै कोलाको थम्बा देउसुरे आहै साथी भाइ जम्मा देउसुरे आहै आयौँ है हामी देउसुरे आहै देउसुरे खेल्न देउसुरे आहै झिलिमिली झिलिमिली देउसुरे आहै झिलिमिली झिलिमिली देउसुरे आहै फुलको झिलिमिली देउसुरे आहै बत्तीको झिलिमिली देउसुरे आहै कुना फुल देउसुरे आहै साया पात्रे देउसुरे आहै गोदावरी देउसुरे आहै मखमली देउसुरे आहै मखमली देउसुरे आहै मखमली देउसुरे आहै सुपारीको कुडको देउसुरे आहै सुपारीको कुडको देउसुरे आहै हाम्रो साथी कुडको देउसुरे आहै हाम्रो साथी कुडको देउसुरे आहै भन मेरा साथी हो देउसुरे आहै देउसुरे भन देउसुरे आहै शर्मिलाई भन देउसुरे एउटा गीत गाउँ ल गीतमा नाचौँ ल आमा म पनि यहाँ छु है अब देखिँदैन होला म चाहिँ पुरै भिडियो क्यामेरा गरिरहेको छु भिडियो क्यामेरा समातिरहेको छु यहाँ साथीहरूले देउसुरे झन् झन् बढ्यो तिर्सना सालालाला सम्झना तिर्सना सालालाला झन् झन् बढ्यो तिर्सना सालालाला मायाको डोरीले तिमीलाई बनाउला मायाको डोरीले तिमीलाई बनाउला तिम्रो मटरकारमा तिमीलाई बचाउला सम्झना बिर्सना सालालाला झन् झन् बढ्यो तिर्सना सालालाला यो गाउँमा मनमा गाउन भन्दाहरू फुल्दा रहेछन् मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली फुल्दा रहेछन् गुनगुनाउने भुलाउने भैँसालुमा मन फुल्दा रहेछन् रे मङ्लिङ झरेसी मजा आउँछ रेलीमै नरक चढेसी मजा आउला रेलीमै टरक चढेसी सम्झना बिर्सना सालालाला झन् झन् बढ्यो तिर्सना सालालाला चिक्को गुन्यो तिमीले लगाउँदा सानो तिमीले गुरुकै बनाउला सेती खोला तरौला पापी मना कसरी बुझौला पापी मना कसरी बुझौला जुनेली जस्तो चन्द्रमा जस्तो तिम्रो त्यो मुहार तिमी नै मेरो जिन्दगी
ए माछी पर्यो जाउँ? जालैमा पाइजामाको तलैमा माछी पर्यो जलैमा माइजमाको तलैमा सुन मेरो माया हजुर सुन मेरो माया हजुर ओल्लो खोलो पल्लो खोलो ओल्लो खोलो पल्लो खोलो कमिलाको गोलो बनेर ओ नानाज्यू कमिलाको गोलो बनेर चट्टे पारी सिदेऊ दर्जी चट्टे पारी सिदेऊ दर्जी कान्छीलाई कहाँ जानु? गोलो बनेर नचिनेको त नि गाह्रो गाह्रो हुन्छ नि त चिन्नु पर्यो नि त त्यति कहाँ हुन्छ त तला सिंसारैमा तला सिंसारैमा दुम्सी लुक्ने दुलो बनेर हो रानाज्यू दुम्सी लुक्ने दुलो बनेर लाटा ओ काली ताले काली भान्जा लु काली दिदी लु यता दिदी दाइलाई के भाइलाई के भन्ने देवेन्द्रलाई के भन्ने देवेन्द्रलाई 2 शब्द दिनु पर्यो तपाईँ 2 शब्द दिनु पर्यो कस्तो लाग्यो हामी यहाँ यत्रो आएको छौँ एकदम रमाइलो लाग्यो सात समुद्र भाइ पारि। आए जस्तै लाग्यो हाम्रो देवेन्द्र भाइ आए जस्तो लाग्यो लु 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 आमै फेरि तपाईँ एकचोटि लु कस्तो लाग्यो आजको यो देउसी भैलो कार्यक्रम धेरै खुसी लाग्यो कति बजे मेरो छोरा भन्दा पनि अब के अरे तपाईँहरू छोरै मानेको छ होइन खुसी लाग्यो राम्रो लाग्यो आइदिनु भयो अरू के यता देवेन्द्रको साख्य बुढी श्रीमती 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 लु भन्नु पर्यो यहाँ के छिटो कस्तो लाग्यो त भन्नु पर्यो त अनि लु लाज लाग्यो भाउजूलाई परेन लु लु अब यता मेरो सरले अब अन्त्यतिर आइसकेको छौँ हामीले अब देउसी पनि भट्टायौँ गीत पनि गायौँ ताली पनि बजायौँ यो मादल पनि बजायौँ नाच्यौँ पनि अब यति भन्दै होइन अब आजको यो तिहारको विशेष कार्यक्रममा होइन हाम्रो साथी एकदम प्रिय साथी देवेन्द्रको घरमा आएर हामीले अब रमाइलो गर्न पायौँ त्यसमा हामी एकदम खुसी छौँ होइन अब साथी परदेशमा भए पनि अब हामी आएर होइन एउटा एकछिन रमाइलो वातावरण बनायौँ भन्दै हामी यही टुङ्ग्याउन चाहन्छौँ है कि अब हाम्रो दिपक सरले केही भन्नु दिपक सरले के भन्न चाहन्छ हामी हाँस्यो हजुर पनि केही भन्नु दक्षिणा पाकेन यस्तै हो अब त्यहाँ रेमिट्यान्स हाल्नुपर्छ होइन त डिल भएको छ नि त भान्जा पनि भन्छ अर्को साल हुनु भान्जा भन्ने लु भान्जा भान्जा भन्दिनँ भन्दै भान्जाले के नभन्ने भयो के काली झन् बोल्दै बोल्दैन कि बोल्ने बाबालाई के भन्नु लु छिटो नमस्ते गरिदिनु बाबा नमस्ते भन्दिनु मैले नि गाएँ बाबा अलिकति यालमा भेट्नु पर्छ ल गर न छिटो अहिले पठाउने ए लु काली गरेर बसिरहेको छ होइन जिब्रो निकालेर हामी यो देउसी भैलो खेल्ने कार्यक्रम चाहिँ देवेन्द्र तिमीसँग जिउकोमा हामी आएर खेलिसकेका छौँ यहाँ खोइ त हामीलाई केही पनि आएन यहाँ त बोर भर्सना छ यहाँ यत्रो यो के अरे देउसी भैलो त्यतिकै खाली हात गर्नु हुँदैन थियो अब रोटी नचाखौँ त्यो अनारस आएको छ अनारस खोइ दक्षिणा खोइ त यहाँ यसो हुन्छ त अनि दक्षिणासँग यसो दियो बालेर दक्षिणा आएको राम्रो अनारस बाकस खोल्न बाँकी छ अरे अब दराजमा पैसा निकै राखेको रहेछ भन्ने बुझ्यो यहाँदेखि यो चाहिँ अब हामी चाहिँ अन्तिम अब हामी यो अनारस बनाएको यो खाइसकेर हामी तीनजना मिलेर बनाएको अनारस यो तिहारको लागि भाइको लागि हो अब यो खाना उद्घाटन चाहिँ हामी गर्छौँ भाइको साथीहरू आइपुग्नु खानालाई हामी दिँदैछौँ यति भन्दै हाम्रो देउसी भैलो कार्यक्रम ओके डन।